अहिलेको टाइममा डेटा साइन्स बुम भइरहेको छ, एआई बुम भइरहेको छ, मेसिन लर्निङ बुम भइरहेको छ, नयाँ टुल्स एन्ड टेक्नोलोजिजहरू हरेक दिन आइरहेको छ। तर नेपालमा चाहिँ 56% मान्छे मात्रै इन्टरनेट युजर छन्। त्यसमा पनि 3 देखि 5%लाई चाहिँ आखिरमा इन्टरनेट भनेको के हो भन्ने चाहिँ राम्रोसँग थाहा छ। बाँकीहरूको लागि भनेको युट्युब, इन्स्टाग्राम, टिकटक यो नै इन्टरनेट हो। यो एप्सहरू मात्रै इन्टरनेट होइन, यो त एउटा केवल समुद्रको के ड्रप जस्तो हो है। यो एपहरू चाहिँ हाम्रो बुझाइको एकदम सर्फेसमा छन्, तर यसको भित्रपट्टि अन्डर द हुड एकदम कम्प्लेक्स सिस्टम छ र त्यही कम्प्लेक्स सिस्टमले गर्दाखेरि चाहिँ हजुरले मेरो यो भिडियो पनि देखिराख्नु भएको छ। इन्टरनेट भनेको वर्ल्ड वाइड नेटवर्क हो। कम्प्युटरहरू, सर्भरहरू, डेटा सेन्टर्सहरू यो सबैलाई कनेक्ट गर्ने सिस्टम। अब यो कुरा थाहा पाउन राम्रोसँग के बुझ्नुपर्छ भन्दाखेरि यो डिभाइसबाट पठाएको मेसेज अरू डिभाइससम्म पुग्नको लागि चाहिँ एउटा राउट हुन्छ। त्यो राउटमा सर्भर्स, आइपी एड्रेस, प्रोटोकल जस्तो कुराहरूले काम गरिरहेको हुन्छ। जब तपाईँले ब्राउजरमा कुनै वेबसाइट टाइप गर्नुहुन्छ नि, जस्तो कि www.bishop.com, त्यो रिक्वेस्ट इन्टरनेटबाट सर्भरसम्म जान्छ। सर्भरले त्यो वेबसाइटको कन्टेन्ट पठाउँछ अनि ब्राउजरमा त्यो डिस्प्ले हुन्छ है। इन्टरनेट कसरी काम गर्छ भन्नेको मिनिङ चाहिँ यो सर्भरहरू, डोमेनहरू, आइपीहरू चाहिँ कसरी कोअर्डिनेट गर्छ भन्ने कुरा हो। इन्टरनेट भन्ने कुरा चाहिँ बुझ्न एकदम इम्पोर्टेन्ट छ है, किनभने इन्टरनेटले नै हामीलाई वर्ल्ड वाइड ग्लोबल्ली एक आपसमा कनेक्ट गर्न हेल्प गरिरहेको छ। अब हजुरले पनि आफूले ग्लोबल्ली भिजुअलाइज गर्नुपर्ने छ भने हजुरले आफ्नो वेबसाइटको मार्फतबाट होस् अथवा आफ्नो एप डेभलपमेन्टको मार्फतबाट होस् अथवा कुनै पनि अनलाइन प्रेजेन्सले चाहिँ आफूलाई ग्लोबल्ली प्रेजेन्ट गर्न सक्नुहुन्छ। इन्टरनेट बुम भइसँगसँगै आफ्नो बिजनेसेसहरूलाई पनि अनलाइन लैजानुपर्ने एकदम इम्पोर्टेन्ट छ। अब नेपाली वेब डेभलपर्सहरूको लागि चाहिँ आफ्नो कुनै वेबसाइट छ अथवा इ कमर्स प्लेटफर्म छ भने अब नेपालमै होस्ट गर्नको लागि चाहिँ बिशपले राम्रो सर्भिसहरू लिएर आएको छ। हजुरले चाहिँ बिशप जस्तो प्लेटफर्म युज गरेर नेपालमा नै आफ्नो वेबसाइट्स एन्ड एप्लिकेसन्स चाहिँ राम्रोसँग स्केलेबल वेमा डिप्लोय गर्न सक्नुहुन्छ। अब इन्टरनेट भनेको चाहिँ एउटा इन्टरटेनमेन्टको वे मात्र होइन है, यसले चाहिँ हजुरलाई कसरी डिजिटल्ली प्रेजेन्ट हुने, कसरी आफूले ग्लोबली लैजाने भन्ने कुराको पनि बेनिफिट दिन सक्छ, तर हजुरले उठाउन सिक्नु पर्यो।